ल अब म चाहिँ राति यतिको राति यहाँनिर म जिएस जाँदैछु। यो चाहिँ अब म होइन अब आजदेखि मैले यस्तो लङवाला ब्लग बनाउनु थालेको छु है गाइजहरू। अब के त्यत्तिकै बस्ने होइन, म वहाँसम्म हेर्नु होला। म एक्लै जाँदैछु, रातिको 8:30 बजेको छ अनि म चाहिँ अब यसरी हिँड्न थालेको छु। बाटोमा झारहरू फलाएको छ यसरी, जाँदैन फोहोर पनि रहेछ केटा। साह्रै गर्मी छ, यस्तो उग्रचण्डी गर्मी छ। अनि इयरफोन फलाएको छ अनि यहाँ चट्टा परेर है। ल मजाले हेर्दै जाउँ त। अब 1 मिनट छ, गाडीहरू राखेको छ यत्रो यत्रो, ट्रकहरू छन् यहाँ, विशाल विशाल ट्रकहरू, बाटो नै दबाउने ट्रकहरू राखेको छ। गनायो के हो यो बिचमा प्यारेट राखेको छ बाटोको बिचमा। गनायो क्या फेरि फेरि डङडङ गनाउँछ, गर्मी दियो होला सायद। गर्मी पनि यस्तो उग्र चट्टी गर्मी छ। हेर्दा अब म यस्तरी भिडियो बनाउनु थालेको छु कि युट्युबलाई पनि अब मलाई सपोर्ट गर्छ होला होइन। अब यो चाहिँ मेरो पहिलो ब्लगिङ हो। अब म चाहिँ दिन नै ब्लग गर्छु, दिनको पनि छिनै पछि गर्नु पर्ला, किनकि ढिलो भयो नि त होइन ब्लगमा आउनुलाई। अब भर्खर आउनु मन लागेको छ, अब छिट्टै ग्रो हुनु परेको छ होइन। तपाईँहरू सबै हेर्नु होला, म एकदम काम लाग्ने चिज ल्याएको छ त यहाँनिर। काम लाग्ने चिज त के रमाइलो मेरो लागि मात्रै। अब अपडेट रहिराखौँ है। धेरै लामो भिडियो पनि हुँदैन होला, गाडी कुद्दैछ बाटोमा चाहिँ। यहाँ बाटैभरि गाडी राख्छ नि यहाँ पनि है। पार्किङ चाहिँ यहाँ पनि बाटामै हुन्छ धेरै जस्तो। अब यो BMW चाहिँ फालेर राखेको छ, यो चाहिँ कामै छैन। अनि चाहिँ रातिको नाइट भ्यू हो। अब चाहिँ टक जाँदैछु। अरे यताबाट आउनु सजिलो, नजिक पर्छ क्या हो। अब यहाँ चाहिँ म चाहिँ बिचमा मदन हैदान गरिदिन्छु भने चाहिँ बाटो क्रस गरिदिन्छु है त यहाँनिर, किनकि गाडी छैन। काटिन ठाउँमा काट्नु मिल्छ, किनकि पुलिस पनि हुँदैन नि त यहाँनिर। भन्दा पनि यसरी काट्नु चाहिँ अलि हुँदैन। बाटो काट्दा दायाँ बायाँ हेर्नुपर्छ र अरूको कुरा काट्दा पनि दायाँ बायाँ हेर्नुपर्छ, नभए दुर्घटनामा पर्न सकिन्छ है। ल है त, यो यस्तो म जानकारी दिँदै गर्छु। अर्को के गरायो बिसारो, गाडी पनि पड्काउने गरी पड्काउँछन्। ल यहाँ चाहिँ पुरा यो लोडिङ भइरहेछ। जापान फ्लामको रड के भन्नु, एचबिम हो यो खासमा चाहिँ। यस्तो एचबिम चाहिँ प्रायः जापानबाट आउँदो रहेछ कोरियामा। अब कोरिया पनि कतिचोटि भन्दाखेरि चाहिँ कोरिया नै भनौँ त। ल है त, अब यो भोइस कभर होइन, हामी सिधै डाइरेक्ट भोइसमा बोल्ने हो। म एडिट पनि गर्दिनँ है त है। ब्लग चाहिँ अब मेरो आउँछ, अब डेली हो ब्लग चाहिँ है। अनि अब के गर्ने, अब यो गुप्तवास बसेर भएन। म पहिलादेखि नै पब्लिक मान्छे हो, तर हरेक कुराहरूले गर्दा च्याप्यो। यो च्याप्यो भन्दैमा च्यापेर बस्नु त होइन रहेछ, बाँच्नु चाहिँ खुलेरै बाँच्नु पर्ने रहेछ। अब सुरुमा के गर्नुपर्छ भन्ने कुरा लागेर गुप्तवास बस्यो, आखिरमा ढिलो भयो सबै कुरा। अब चाहिँ यहाँ राति पनि यस्तो परिरहेछ। ल यो एउटा रोडमा चाहिँ किन दुईतिर तर्फबाट बत्ती बालेर बिजुलीको पोल खर्च गरेको होला जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर पैसा भएपछि जे पनि गर्न पाइन्छ। नेपालमा एकतिर मात्रै पनि छैन, यहाँ त फेरि 50 मिटरको रेन्ज छ। 50 मिटर पनि छैन होला हौ, यो त 50 मिटर छ कि 50 मिटरको रेन्जमा छ।
बत्ती पनि फेरि 4वटा छ घरि एउटा पोलपट्टि एउटा रोडपट्टि एउटा यता बाटोपट्टि भनेपछि कति सुविधा छ त पैसा पैसा एभ्रिथिङ इज मनी यो बत्ती राख्नु यतिकै पर्छ पैसा हो नि त होइन यहाँ उज्यालो बत्ती हिँड्ने मान्छेले पनि सुविधा छ भनेपछि यो सरकारसँग पैसा छ नि त त्यही भएर यहाँको मान्छेलाई सुविधा दिएको हो नि त त्यही अनुसार ट्याक्स लिन्छ नि त ट्याक्स पनि तिर्नुपर्छ है त फेरि पैसा यस्तो 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 भनेपछि सबैले तिर्नुपर्छ ट्याक्स चाहिँ नभए त्यत्तिकै बत्ती बाल्दैन यसलाई मर्मत चाहियो यहाँ हाल्नु पर्यो यसको लागि चलाउने मान्छे चाहियो प्रत्येक महिना प्रत्येक दिन भनेपछि के हुन्छ पैसा हुन्छ इन्भेस्टिङ डरो हुन्छ रोडमा पनि मेरो जिएस आइपुग्नु चाहिँ लगभग 6 मिनट 7 मिनट लाग्दो रहेछ त्यहाँ पर जिएस आयो म त्यो चाहिँ दही किन्न आएको है त दही खाने हो अनि त्यसपछि के गर्ने हो त अनि दही चाट त्यसमा के गर्ने हो दही खाने हो अब त्यहाँनिर बत्ती बल्नु पर्यो है त म जानको लागि त्यहाँ बत्ती बल्नु पर्यो यस्तो छैन ल बत्ती बल्नु अनि यहाँ गएर क्रस गरेँ त्यतिखेर मलाई कसैले हान्न पाउँदैन है ठ्याक्क गरिदिनु पाउँदैन रात हरियो बत्तीमा रातो बत्तीमा चाहिँ पाइयो अब म यहाँनिर भित्रबाट दही किन्छु दही किनेको पनि म